सुन्नुहोस् है, यो ग्यास आफैमा चिसो चिज हो। फेरि यो आफैमा चिसो चिज हो होइन, तर आगोले मात्रै हामीलाई तातो बनाएर पोल्छ नि होइन। जस्तै यो हाम्रो ग्यासको सिलिन्डर छ, यसको 3वटा स्टेपमा आग लागि हुन्छ कि हुँदैन? 3टा केमा आग लागि हुनसक्छ? नम्बर 1 मा हाम्रो चुलोमा आग लागि हुन्छ। त्यसको लागि हामीले जतिसक्दो छिटो आफू सुरक्षित रेगुलेटर बन्द गर्नु पर्यो। 2 नम्बरमा हाम्रो यसको पाइपमा आग लागि हुन्छ। कहिलेकाहीँ मुसाले काट्यो अथवा केही गरुङ्गो वस्तुहरू त्यो ठाउँमा खस्यो भने त्यसपछि पाइपमा आग लागि हुनसक्छ। 3 नम्बरमा कहिलेकाहीँ हाम्रो रेगुलेटरमा आग लागि हुनसक्छ होइन। अब सबभन्दा पहिला हाम्रो रेगुलेटरमा आग लागि भयो भने कसरी निभाउने भन्ने हो। जब हाम्रो यो बलिरहेको ग्यास छ, कहिलेकाहीँ अचानक हाम्रो रेगुलेटरमा आग लागि भयो, जस्तै यो हाम्रो रेगुलेटर, यो जस्तै ग्यासको सिलिन्डर छ, हाम्रो सबैको घरमा छ नि यो होइन। जस्तै यो रेगुलेटर भयो नि त, ग्यासको सिलिन्डर भयो र यो रेगुलेटरमा आग लागि भयो। अब हामी आगोसँग लड्नको लागि, आगो निभाउनको लागि हामी त्यति सजिलै निभाउँछौँ त? अहिलेसम्म धर्म कसैले निभाएकै छैन हो। किन निभाउनु भने आगोजन्य कुरामा यसले थप क्षति यति भयो भने, सुन्नुहोस् है, यति आगो भयो भने हामी भाग्नमै हामी सीमित छौँ त, अनि आगो निप्छ त? अब यो निभाउनको लागि तपाईँहरूले के गर्नु पर्यो भने यो हातको, सुन्नुहोस् है, यसरी फोल्ड गर्ने, त्यसपछि एउटा औँलाले आगोको विपरीत दिशा जाने है, हेर्नुहोस् है, त्यसपछि आगो निप्छ। मैले अघि भनिसकेको छु, आगो निभाउनुको लागि सबैभन्दा पहिला आफू सुरक्षित त हुनु पर्यो नै होइन। जस्तै अब तपाईँले उतादेखि आगो लागिरहेछ, यहाँबाट निभाउनु सक्यो, निप्छ त? निप्दैन नि। जस्तै आगो यता छ भने आफू उसको विपरीत दिशामा जाने, त्यसपछि एउटा औँला निभाउने। ल एकजना आउनुहोस्, पोल्दैन। तपाईँलाई हामी लाइभ डेमो नै देखाउँछौँ। ल हेर्नुहोस् है, त्यसरी तपाईँको अगाडिबाट गएर पोल्छ नि होइन, तर यसको विपरीत दिशामा जानुहोस् भने अब तपाईँको सुरुमा लेडिज मान्छे हो भने कहिलेकाहीँ तपाईँको कपालहरू बाँध्नु होला, कहिलेकाहीँ हतारमा काम गर्ने, त्यसपछि आगो सल्किरहेको गाह्रो भयो नि त होइन। त्यसमा पोल्दैन यसले त्यसपछि रेगुलेटर अफ गरिदिने हो। मैले तपाईँलाई अघि भनिसकेको छु, ग्यास आफैमा चिसो ग्यास हो र यसले जुन ठाउँबाट इन्धन आइराखेको हुन्छ त्यो ठाउँमा 1 इन्ची ग्याप छोडेको हुन्छ। त्यो 1 इन्ची ग्याप भएको कारणले गर्दा हामीलाई अहिले पोल्दैन। ल एकजना हाम्रो प्रिन्सिपल सर कहाँ आउनुहुन्छ? प्रिन्सिपल सर पनि आउनु पर्यो र एकजना म्याडम पनि आउनुहोस्। अनुभव तपाईँहरूको विद्यार्थीलाई सेयर गर्नुपर्ने हुन्छ। यस्ता इभेन्टहरू थुप्रो नै छ क्या। हेर्नुहोस् है, अब यो हावा आइरहेछ नि, अब तपाईँ हामी यताबाट गयो भने हामीलाई क्षति पुर्याउँछ। त्यसपछि अब अघि नै मैले सरलाई भनिसकेको छु, आफ्नो हातमा अवरोध हटाएर 4वटा औँलालाई यसरी फोल्ड गर्नुहोस्, एउटा औँलाले गर्ने पाउनुहोस्, यसले पोल्दैन। ल एकजना हाम्रो म्याडमलाई अर्को इभेन्ट दिन्छौँ हामी। अब यसपछि पाइपमा आग लागि भयो, बुझ्नुभयो? अहिलेसम्म आगो रेगुलेटरमा लागेको छ, अब यसपछि पाइपमा आग लागि हुन्छ। तपाईँ हामीले प्रयोग गर्दाखेरि यो पाइप पनि 2टा किसिमको हुन्छ। एउटा प्लास्टिक पाइप, यसलाई आगोले छिटो जलाउन सक्छ, अलिकति छिटो क्षति पुर्याउन सक्छ। र यस्तै एउटा अर्को पाइप हुन्छ, एलपिजी होस भन्छ, त्यो पाइप अलिकति मजबुत हुन्छ र त्यसलाई मुसाले अथवा सामान्य चोटपटकले त्यो पाइप काटिँदैन, बुझ्नुभयो? ल हेर्नुहोस् है, अब यो पाइप छ नि, यो ग्यासको पाइपमा अब यसरी आग लागिरहेको छ। अब तपाईँहरूलाई जिज्ञासा लाग्न सक्छ। ल हेर्नु, एउटा फोल्ड गरेर एउटा औँलाले नजिक लिनुभयो, त्यसपछि रेगुलेटर अफ गरिदिनुहोस्, बन्द हुन्छ। तर यो पाइप चाहिँ